यो कम्प्रेसर चालू छ हेर्नु होला करेन्ट पनि आउँदैछ मौत को छू के टक से वापस आ सकते चालू छ तर प्रेसर छैन आउटपुट है तपाईहरुलाई म देखाउँछु हेर्नु होला यसमा अलिकति झट्का महसुस भयो भोल्टेज हेर्दाखेरि 100 भोल्टेजसम्म आउँदैछ त्यही भएर झट्का महसुस भएको थियो मैले पन्जा लगाएको छु म तपाईहरुलाई प्रेसर देखाउँछु यो सक्सन लाइन हो यो पनि सक्सन लाइन हो यो डिस्चार्ज लाइन हैन केही पनि छैन यो जीरो हेर्नु होला साथीहरु मैले काटेर सकिसके यो खोपडी र यहाँनिर हेर्दाखेरि यसको हालत कस्तो छ हेर्नु होला यो रफ कन्डिसनमा फालेको थियो त्यही भएर चाहिँ यसमा पानी सबै उगा छ देखिन्छ यो चाहिँ घुम्ने भाग हो यो चाहिँ इन्भर्टर कम्प्रेसर हो अहिले काट्दाखेरि यहाँ अलिकति कटिसकेको छ यो अलिकति भन्नाले धेरै कटिसकेको छ र त्यस्तो लिकेज यो डिस्चार्ज लाइन यही हो देखिन्न पिस्टनबाट आएको हेर्नु होला र यसमा पिस्टन नै खराबी होला केही न केही पिस्टनले चाहिँ कम्प्रेस गरिरहेको छैन हावालाई र स्प्रिङमा नै यो हल्लेको हुँदाखेरि कटकट कटकट आवाज आउँछ यो तपाईले यसरी कम्प्रेसर हलाउँदाखेरि अनि कम्प्रेसर जाम हुँदाखेरि यो चाहिँ खिया लागेर अथवा धेरै दिन नचलाएपछि अलिकति पुरानो कम्प्रेसर है यो जाम भएर जान्छ त्यही भएर जाडो महिनामा पुरानो तपाईको फ्रिज छ भने टाइममा एक महिनामा एकचोटी भए पनि चलाएर राख्नु होला 5 मिनेटको लागि भए पनि यो निकाल्नलाई चाहिँ हामीले मजाले यसरी उठाएर तान्दाखेरि यो निस्किन्छ खाली स्प्रिङमा हि राखेको हुन्छ र तारहरू कनेक्टरहरू निकालिसकेपछि यो बाहिर आउँछ मजाले भित्रको ओयल हेर्नु होला कति फोहोर छ यस्तै कन्डिसन भएको हुन्छ रफ कन्डिसनमा यो ओयल खतम छ ओयल कालो एकदम